नानी बाबु हो तिमीहरूले मम्मीले सोधेका छौ कि तिम्रो बुवा विदेश जानुभएको छ र यो तीज आउँदैछ हो र यो तीजमा तिम्रो बुवा आउनुहुन्छ कि हुँदैन तिमीले मम्मीले सोधेका छौ। मम्मी यो तीजमा बुवा आउनुहुन्छ कि आउँदैन विदेशबाट, यो दशैंमा बुवा विदेशबाट आउनुहुन्छ कि हुँदैन भनेर सोधेका छौ र मम्मीले तिमीहरूलाई जवाब दिनुभएको छ अवश्य आउनुहुन्छ आउनुहुन्छ होला पनि भन्नुभएको छ, आउनुहुन्छ पनि भन्नुभएको होला, कतिपयको मम्मीले भन्नुभएको छ है त हो। यसलाई भनिन्छ सम्भावनार्थक वाक्य। नेपालीमा सम्भावनार्थक वाक्य भनिन्छ भने इंग्लिशमा पोसिबिलिटी भनेर भनिन्छ है। आउने सम्भावना कति छ यसको लागि मैले तिमीहरूलाई तीनवटा ओडाहरू सिकाउँछु है त। तीनवटा ओडाहरूले हामी यस्ता कुराहरूलाई हामी दर्शाउन सक्छौं, भन्न सक्छौं। यहाँ हेर त, जस्तै एउटा मैले वर्ड लेखेको छु MIGHT माइट है। कुनै कुराहरू तिमीले माइट प्रयोग गरेर सेन्टेन्स बनाउँछौ पोसिबिलिटीको लागि, सम्भावनाको लागि भनेदेखि यसको सम्भावना तिमीहरूको 25% हुन्छ, अर्थात् 25% यो काम हुन्छ भन्ने सम्भावना देखाउँछ। जस्तै मैले तिमीहरूलाई एउटा एक्जाम्पल दिन्छु है। आकाशमा यो साउनको महिना हो, आकाशमा घाम लागेको छ है। यो घाम लागेको छ र के आकाशमा बादल पनि लागेको छ है। अब आज पानी पर्छ कि पर्दैन भनेर हामी सोच्यौं भने आज पानी पर्छ होला, सायद पानी पर्छ होला भनेर भन्छौं भने त्यो कम सम्भावना भयो है। त्यो कम सम्भावना, एकदमै पानी नपर्ने सम्भावना बढी छ, पर्ने सम्भावना कम छ भने यसको लागि माइट भन्ने मोडल भर्बको युज गर्न सकिन्छ। जस्तै इट माइट है रेन टुडे है। ल यो भनेको के हो त, आज पानी पर्न सक्छ, तर कति त 25% मात्रै सम्भावना छ। 25% पोसिबिलिटी मात्रै देखाउँछ यसले। कम पानी पर्ने सम्भावना छ, एकदमै घाम लागेको छ, बादल कम छ, साउनको महिना भए पनि पानी पर्ने सम्भावना कम छ है। अब यही कुरोलाई तिमीहरूले फेरि अर्को वर्ड युज गर्न सक्छौ है। MAY मे। यदि मे प्रयोग गर्छौ भने यसको सम्भावना 50% हुन्छ है। जस्तै इट मे रेन टुडे है। जस्तै इट मे रेन टुडे। यदि तिमीले यो मे को प्रयोग गर्छौ है, माइटलाई हटाएर यो माइटलाई को ठाउँमा यो माइटलाई यसले मेले रिप्लेस गर्छौ भने यसको सम्भावना 50% हुन्छ है। 50% पानी पर्न सक्छ है। आज अलि कालो बादल लागेको छ, थोरै घाम लागेको छ भनेदेखि पानी धेरै पर्ने सम्भावना छ है त। आधा सम्भावना छ के 50% र 50% नपर्ने सम्भावना छ भने यस्तो अवस्थामा मे को युज गर्छौं हामी है। अब अर्को एउटा मैले तिमीलाई वर्ड यहाँ लेख्छु, मोडल भर्ब है, एक्जिलरी भर्ब लेख्छु MUST। मस्ट भन्ने पनि तिमीले युज गर्न सक्छौ। ल अब यसबाट यसरी बुझ्नु पर्यो, इट मस्ट रेन टुडे। हेर त ल, यदि तिमीले मस्ट युज गर्छौ भने आज पानी पर्ने सम्भावना के छ त 100% छ। अर्थात् यसलाई अर्को भाषामा भन्यो भनेदेखि यो सर्टेन्टी भन्ने हुन्छ, निश्चित रूपले हुन्छ। त्यस्तोको लागि हामी मस्टको युज गरिन्छ है। मस्टको युज गर्छौं कुनै पनि वाक्यमा। तिमीहरूले सेन्टेन्समा मस्टको युज गर्छौ भने त्यसले 100% त्यो काम हुन्छ भन्ने हुन्छ। जस्तै इट मस्ट रेन टुडे, आज पानी अवश्य पर्छ है।